उहाँ चाहिँ हुन्छ ब्युटिसियन अनि उहाँ हुन्छ क्लाइन्ट दुईजना मेरो मिलाउँदै हुन्छ आज चाहिँ हाम्रो घरमा चाहिँ माघे भनाइ चाहिँ आज चाहिँ हाम्रो घरमा चाहिँ माघे भनाइ चाहिँ हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि यो चाहिँ मेरो सेकेन्ड ब्लग हो आज चाहिँ हाम्रो घरमा साउने संक्रान्ति मनाउँदैछौँ त्यसैले चाहिँ म आज यो ब्लग बनाउँदैछु लास्टसम्म हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू उहाँ चाहिँ हुनुहुन्छ ब्युटिसियन अनि उहाँ हुनुहुन्छ क्लाइन्ट दुईजना मिलेर मेहन्दी लाउँदै हुनुहुन्छ हेर्नु होला राम्रो छ हामी सिक्दैछौँ कसै राम्रो आउँदैन नजानेको हजुरहरूले हामीलाई सिकाउनु होला है इतना सच भी नहीं बोला था अनि आज चाहिँ हाम्रो घरमा साउने संक्रान्ति लागेको छ अनि आज हाम्रो घरमा के पाकेको छ म तपाईँहरूलाई देखाउँदैछु खाना खाँदैछु गाइजहरू अब खाना खाएर टेस्टिङ गर्दै कस्तो छ खाना खाँदैछु एकदमै अब यो पुरै टेस्ट गर्ने त अनि एकदमै मिठो छ मिठो अप्रुभ आन्टी रिभ्यू भन्नु तल कस्तो भएको छ खाना के छ तपाईँकोमा चाहिँ खाइदेखाउनु मटन हजुर झोलमा काँक्रो रोटी अचार काँक्राको मिक्स अचार अरू चाहिँ रोटी चुरा चाहिँ मन नखाने होला मैले सादा अब यहाँ आउनुहुन्छ मेरो अर्को दिदी कस्तो लागेको छ दिदी तपाईँलाई मिठो छ रमाइलो लागिरहेको छ अनि उहाँ चाहिँ हाम्रो आजको कुक हुनुहुन्छ उहाँले नै हो सबै बनाएको मम्मी भन्न घरको कस्तो कुक हुनुहुन्छ चाहिँ मेरो मम्मी हुनुहुन्छ उहाँले सबै खानेकुरा बनाउनु भएको हो आज आफूले चाहिँ खानु भएन सबैलाई दिँदै हुनुहुन्छ उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ उहाँ चाहिँ खाना नखाने भन्दै नाटक गरेर आउनुहुन्छ अनि मम्मी चाहिँ कराउँदै हुनुहुन्छ यहाँ चाहिँ मेरो हुनुहुन्छ दाई श्री दाई र हुनुहुन्छ यता ड्याडी हुनुहुन्छ अनि उहाँहरू चाहिँ खाँदै हुनुहुन्छ कस्तो लागिरहेको छ दाई खानेकुरा रिभ्यू सबै राम्रो छ खानेकुरा पनि एकदम राम्रो छ अनि ड्याडी कस्तो लागिरहेछ भेरी नाइस चाहिँ अब चाहिँ हामी सबैलाई खानेर चाहिँ मम्मीले चाहिँ खाँदै हुनुहुन्छ ल मम्मी अब रिभ्यू दिनुहुन्छ आफूले खाएर कस्तो के लाग्यो मम्मी केही भन्न चाहनुहुन्छ मेरो अडियन्सहरूको लागि मलाई छोरा छोरी भाइ बिना बुढो खाँडेर जेठी छोरी बाहिर छिन् त्यसमा पनि टेन्सन छ के खाइन् कसो गरिन् भनेर अनि त्यही भएर खाना त बसी अलिअलि केही न केही त तनाव चाहिँ छ जेठी छोरीको पिर छ आन्टी तपाईँ के भन्नु चाहनुहुन्छ हेलो नमस्ते सपोर्ट गरिदिनु होला हाम्रो नानीलाई विशेष साउने संक्रान्तिको शुभकामना सबै साथीहरूले